यहाँहरू सबैजनालाई मेरो मिठो अभिवादनका साथ म आज फेरि अहिले हामी घरमा खाजाको लागि चामलको पिठोबाट र मासको उसबाट माडा भन्छन्, हाम्रोतिर पकाउँछु। त्यो तेतले भन्छन्, मास हालेर माथिबाट तेतले माडा भन्छन् हाम्रोतिर। त्यो म अहिले खाजाको लागि पकाउन गइरहेकी छु। त्यसका लागि मैले अब पहाडबाट चामलको पिठो आएको थियो हाम्रो घरमा, अनि 2 कचौरा चाहिँ मैले पहाडको पिठोलाई ल्याएँ। अनि कचौराले 2 कचौरा मैले पिठो राखेको छु यसमा यसरी। अनि त्यसपछि मासलाई भिजाएर धोएर मैले यो सबै मिक्सरमा पिसी पनि सकेँ। अब यो मासलाई एउटा भाँडोमा राख्ने पिसेको मास हो। यसमा अहिले मैले केही पनि मिक्स गरेकी छैन। गिलो नै बनाएको छु, किनभने त्यसमा त्यो चामलको रोटीको माथि राख्नलाई अलिक गिलो नै चाहिन्छ। त्यसैले कम गरेर म यस माडालाई चाहिँ यो मासको पिठो नै भनौँ, गिलो गरेर बनाएको यो पिठोलाई पनि यसमा अझै गिलो बनाउने, यसमा अलिकति गिलो बनाउने। त्यसको लागि एक चम्चा मैले घिउ पनि राखेँ। यसमा 1 चम्चा घिउ राखेँ। अनि त्यसपछि नुन पिसेर राखेको थिएँ मैले। यो नुन योलाई अब आफ्नो आवश्यकता अनुसार यो नुन पनि यसमा राख्ने। अब परिवारको आवश्यकता अनुसार कति चाहिन्छ अब त्यस अनुसार नुन ठिक्क हुने गरेर यसमा नुन पनि राख्ने, अगाडिदेखि नराख्ने, ठ्याक्क पकाउने बेलामा तयारीमा बस्ने। अब यो मासको उसलाई घिउ पनि राखेँ। यसमा अलिअलि पानी हाल्दै यसलाई अलिक गिलो बनाउने यसरी। पछि हामीलाई त्यो माडासँगै बनाउनलाई चाहिन्छ। मासको त्यो चामलको रोटी पाक्दै रहन्छ, सेकिँदै रहन्छ माथिबाट। यो पनि त्यसरी रोटीकै आकारमा राख्ने। त्यसलाई तेतले रोटी भन्छन् हाम्रोतिर। चामलको आज म यो तेतले रोटी अहिले खाजामा खाने, हामी खाजा खाने के गर्ने भनेर यो नै बनाउने भन्ने योजना गऱ्यौँ हामी सबैले। चामलको पिठो हो, पहाडी चामलको पिठो। यो कचौराको 2 कचौरा मैले पिठो राखेकी छु। त्यसलाई पनि अलिक गिलो बनाउने। हाम्रो पहाडतिर यसलाई यो चामलको रोटी पकाउँदै अनि माथिबाट फेरि त्यो मासको यस्तै गिलो बनाएको मासको पिसेको मासको यो हाल्दै रोटी बनाउँछन्। तेतले भन्ने भयो यसलाई, 3 तलाको बन्ने भयो। त्यस्तै बन्ने भयो। मैले अब यो पकाउनको लागि आगो बालिसकेँ अनि तावा चाहिँ बसालिसकेँ। यसमा अब घिउ यो तावा राम्ररी तात्न दिने, यसलाई तात्न दिने। यसरी तात्यो कि नै भनेर यसरी माथि यस्तो गर्दाखेरि राप आउँछ। माथि यसको तावाको माथि राप आउँछ, घिउ हाल्ने यसरी। सुरुमा तावामा अब टाँसिने डर हुन्छ, त्यसैले अनि तावालाई चिल्लो बनाउनको लागि घिउ राख्ने। यसरी घिउलाई तावाको चारैतिर फैलाइदिनु। अहिले तावा तात्नको लागि, राम्ररी तात्नको लागि मैले आगो अहिले अलि बढी नै लगाएकी छु। घिउ तातिसकेपछि अनि यो तावा पनि राम्रो तातेपछि अब डाडुको सहाराले यसमा यो पिठो राख्ने। पिठो राख्ने अनि यो पिठोलाई बिस्तारै फैलाइदिने यसरी। यसलाई फैलाइदिएँ मैले। यो फैलाइसकेपछि यसलाई पाक्नको लागि माथिबाट एउटा यस्तो ढक्कनले छोपिदिने, पाक्छ मजाले। अब रोटी यतापट्टि सेकियो। अब एकापट्टि सेकिएपछि त्यसलाई यो पन्युमा यसरी चारैतिर किनारमा घिउ लगाउने अनि रोटीलाई पल्टाउने हामीले।
सेकियो रोटी भन्ने हामीलाई लागेपछि यसलाई यसरी पल्टाइदिने। पल्टाएपछि अब यो यसमा अलिअलि घिउ लगाउने माथिबाट यसरी घिउ लगाइदिने। यो रोटी पाक्दै जान्छ यसरी घिउ लगाउने। अब घिउ यसमा मजाले लगाइसकेपछि चारैतिर पुरै घिउ लगाउने। घिउ लगाइसकेपछि अब हामीले यो मासको पिठोलाई अब यहाँ माथिबाट मासलाई हाल्ने। यसरी मासको पिठो बनाएको थियौँ हामीले जो त्यसलाई हाल्ने। ल अब यसलाई राखेपछि अब यसलाई फैलाउने। यसै बराबरमा हामीले फैलाइदिने। यसलाई मजाले पातलो पातलो गरेर यसरी किनारतिर पुरै फैलाउने त्यहाँ। अब यसलाई सेकिन दिने। यसमा अलिकति सेकियो मास सेकियो जस्तो लागेपछि हामीलाई सेकिएको जस्तो लागेपछि अनि त्यहाँ माथिबाट यो आगो कम गर्ने। माथिबाट अझ यो चामलको पिठो राखिदिने। यसरी अलिकति चामलको पिठो राख्ने। चामलको पिठोलाई फेरि यसरी फैलाइदिने माथि। मासलाई ढाक्ने गरेर यसलाई यसरी फैलाउने। अब तेतले रोटी भन्छन् यसलाई। एकचोटि पहिला हालेँ मैले, दोबारा मास हालेँ, दुई तले भयो। त्यो फेरि तेस्रोचोटि यो अझ चामलको पिठो नै राखेँ उसलाई भित्र हाल्न, मासलाई भित्र राख्नको लागि। फेरि यसले ढाकिदिने। अब यसलाई केही बेर अझ सेकिनको लागि राख्ने। आगो कम भयो भने अलिकति कम आँचमा पल्टाउने। बिस्तारै तल्लो भाग त धेरै बेर उ गऱ्यो भने डढ्ने भयो। त्यसैले बिस्तारै यसलाई पल्टाउने हामीले। ल मजाले अब यतापट्टि हामीले ढाकिदिने यसलाई। अब यसलाई ओर्काइ फर्काइ गर्ने। हाम्रो उतापट्टि पनि अब मासवाला भागपट्टि पनि सेकियो। सेकिएको आफूलाई यो सेकियो भन्ने लाग्छ। त्यसपछि अब यो पन्युमा यसरी फेरि घिउमा चोप्दै यसलाई यसरी घिउमा चोप्दै यसलाई चारैतिरबाट यसरी निकाल्ने। टाँसिएको भएपछि निस्किन्छ। अब यता पल्टाइदिने ठ्याक्क बिचैमा राखेर। अब यसको माथिबाट अब घिउ अलिअलि घिउ लाउने। यसरी घिउ लगाइदिने। अब यसलाई मजाले अझ सेकिदिने। दुई तिन पल्ट यस्तै गरी पल्टाउँदै सेक्दै गर्ने। रोटी बनिसक्यो, तयार भइसक्यो। यसलाई एकचोटि यत्तिकै यसरी पल्टाउने। तातोमा पत्र भएर 3वटा पत्र भएर यो रोटी बन्यो। यसरी यो हाम्रो तयार भइसक्यो। यस्तै गरेर हामी अरू रोटी पनि अब बनाउँदै जाने। यसलाई पल्टाउने। मास हालेपछि पल्टाउने। यता घिउ लगाउने अनि उतापट्टि चाहिँ पाक्न दिने। त्यसो मास हालेको हुनाले हामीले अब किनारमा यसरी घिउलाई किनारमा गरिदिने। पाक्नलाई मास पाक्न सपोर्ट हुन्छ। यसरी बनाउने अनि ढाकिदिने। त्यसपछि अहिले खाजाको लागि बनाएकी थिएँ मैले। हाम्रो खाजा तयार भइसक्यो। चामलको र मासको तेतले रोटी चाहिँ तयार भयो। अब यसलाई चाहिँ एकदम यसरी पल्टाउँदै गर्ने। मजाले मास चाहिँ पाक्यो। यो रोटी खाजाको लागि मेरो तेतले रोटी तयार भयो। खाजाको लागि बनाएँ मैले। यसलाई हामी अब दहीसँग पनि खान सक्छौँ, महीसँग पनि खान सक्छौँ। यसमा अब नुन सबै हालेको हुनाले यसलाई हामी चियासँग पनि खान सक्छौँ। अब हजुरहरूलाई जेसँग मनपर्छ खानुहोला। मलाई चाहिँ यो तेतले रोटी दहीसँग खान असाध्यै मनपर्छ। आजको मेरो यो तेतले रोटी बनाउने काम चाहिँ मैले सिद्ध्याएँ। खाजा खानको लागि बनाएकी थिएँ। अझ म यस्तो
खाना पकाउने प्रयास देखाउने यो भिडियो बनाउने प्रयास अझ गर्नेछु। यहाँहरूको साथ माया र सपोर्टको लागि धेरै धेरै धन्यवाद। र यहाँहरूले सबैले मेरो यो शारदा म्याडमको भान्सा युट्युब च्यानल, मेरो शारदा म्याडमको भान्सा भन्ने युट्युब च्यानल छ, त्यसलाई सबैले लाइक कमेन्ट तथा सब्सक्राइब पनि गरिदिनुहोला। हस्त यहाँको दिन खुसी रहोस्, भगवानले सधैँ आशीर्वाद दिइरहन्। धन्यवाद।